आज म तपाईलाई एउटा धेरै नै सिरियस कुरा भन्न जाँदैछु। तपाईहरूको फेसबुक आज नै ह्याक हुन सक्छ। तर राम्रो कुरा के हो भने 2-3 मिनेट भित्र यसलाई अलमोस्ट 100% सेफ बनाउन सकिन्छ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला किनकि अन्तिम टिप्स सबभन्दा इम्पोर्टेन्ट छ। नमस्कार साथीहरू, आज म तपाईलाई एउटा धेरै सिरियस कुरा भन्न जाँदैछु। तपाईको फेसबुक आज नै ह्याक हुन सक्छ। तर राम्रो कुरा के हो भने 2-3 मिनेट भित्रै यसलाई अलमोस्ट 100% सेफ बनाउन सकिन्छ। अन्तिमसम्म हेर्नुहोला किनकि अन्तिम टिप्स सबैभन्दा इम्पोर्टेन्ट छ। अहिले नेपालमा फेसबुक ह्याक हुनुको सबैभन्दा ठुलो कारण गलत सिक्युरिटी सेटिङ हो। सबैभन्दा ठुलो कारण भनेको तपाईले गर्नुभएको सेटिङ हो। धेरै मानिसहरू भन्छन् म त ह्याकरको टार्गेट नै होइन। तर ह्याकरलाई टार्गेट चाहिँदैन। उनीहरूले विक एकाउन्ट खोज्छन्। अब इम्पोर्टेन्ट कुरा तपाईले गर्नुपर्ने स्टेप नम्बर पासपोर्ट स्ट्रङ बनाउनुस्। सबैभन्दा पहिला फेसबुक खोल्नुस्, प्रोफाइलमा जानुस्। प्रोफाइलमा गइसकेपछि सेटिङ एन्ड प्राइभेसी सेटिङ भन्ने हुन्छ, त्यहाँ क्लिक गर्नुहोला। जब पासपोर्ट एन्ड सेक्युरिटीमा तपाईले ध्यान दिनुस्। तपाईले पासपोर्ट राख्दाखेरि ध्यान दिनुपर्ने एकदमै इम्पोर्टेन्ट कुरा भन्न जाँदैछु। तपाईले पासपोर्ट राख्दाखेरि ध्यान दिनुपर्ने कुरा है साथीहरू, ध्यान दिनुहोला। तपाईले कस्तो पासपोर्ट राख्दा ह्याक हुँदैन म भन्नेछु, ध्यान दिएर सुन्नुहोला। पासपोर्टमा तपाईले ध्यान दिनुपर्ने कुरा मोबाइल नम्बर, नेम, बर्थडे जस्तो 1 2 3 4 5 यस्ता कुरा कहिले पनि नराख्नुस्। पासपोर्ट राख्दाखेरि तपाईले 1 2 3 4 5 जस्तै नाम, आफ्नो नाम, मोबाइल नम्बर मात्रै यस्तो कहिले पनि नराख्नुस्। यो एकदमै गलत हो। तपाईले कस्तो पासपोर्ट राख्ने भन्ने कौतूहलता पनि होला। हो, कस्तो पासपोर्ट राख्ने भन्दाखेरि ध्यान दिनुस्। तपाईले पासपोर्ट राख्दा, फेसबुकको पासपोर्ट राख्दा 8 देखि 10 क्यारेक्टरको राख्नुपर्ने हुन्छ। क्यापिटल लेटर, स्मल लेटर, नम्बर, सिम्बल सबै मिक्स गरेर एकै ठाउँमा, जस्तो छुट्टै छुट्टै अघि जस्तो छुट्टै छुट्टै 1 2 3 4 5 यस्तो नराखिकन मिक्स गरेर राख्न पर्ने हुन्छ। अर्को स्टेप नम्बर 2 टु फ्याक्टर अथेन्टिकेसन, ध्यान दिनुहोला। टु फ्याक्टर अथेन्टिकेसन सबैभन्दा इम्पोर्टेन्ट स्टेप। टु फ्याक्टर अथेन्टिकेसन जहिले पनि अन राख्नुपर्ने हुन्छ तपाईले। अर्को भनेको तपाईले सेक्युरिटी एन्ड लगइनमा गएर टु फ्याक्टर अथेन्टिकेसन अन गर्नुपर्ने हुन्छ। अघि नै भनिसके, यो चाहिँ तपाईले तपाईको फेसबुक सेटिङमा गर्नुपर्ने सेटिङ हो। 100% तपाईले यो सेटिङ गर्नुभयो भने तपाईको फेसबुक ह्याक हुँदैन। एसएमएस वा अथेन्टिकेटर एप जुन सजिलो लाग्छ त्यो सिलेक्ट गर्नुस्। अब पासपोर्ट ह्याकरले थाहा पाए पनि ओटिपी बिना यो सम्भव छैन। स्टेप नम्बर 3 अनकाउन्ट डिभाइस चेक हो साथीहरू। अब फेरि वेयर आर यु लगइन मा जानुस्। यहाँ तपाईले नचिनेको मोबाइल वा लोकेसन देख्नु भयो, लग आउट फ्रम अल डिभाइस गरिदिनुस्। ध्यान दिनुहोला, यो स्टेप धेरैले स्किप गर्छन्। तर यहीबाट तपाईको फेसबुक ह्याक हुन सक्छ। यो तपाईले
आफ्नो डिभाइसमा मात्रै लगइन गर्नुस्, अरूमा देख्नुभयो भने लगआउट गरिदिइहाल्नुहोस्। अब रह्यो अर्को तरिका, फाइनल सेफ्टी टिप्स। जस्तो तपाईँले मोबाइलमा युज गर्ने फ्री VPN युज नगर्नुहोस्, फेक लिङ्कमा क्लिक नगर्नुहोस्, कपिराइट वार्निङ म्यासेजमा डराउनु पर्दैन। तपाईँले फेक लिङ्कहरू जस्तो तपाईँलाई लट्ठी पर्यो, तपाईँले यति पैसा परेको छ यहाँ क्लिक गर्नुहोस्, यो अप्सनमा तपाईँले कहिले पनि क्लिक नगर्नुहोस्। फेसबुकबाट आएको इमेल सधैँ भेरिफाई गर्नुहोस्। तपाईँले ध्यान दिनुहोस्, तपाईँले फेसबुकबाट आएको इमेल सधैँ भेरिफाई गरेर राख्नुपर्ने हुन्छ। यदि तपाईँले आजै यी स्टेप फलो गर्नुभयो भने तपाईँको 99% फेसबुक ह्याक रोकिन्छ। ध्यान दिनुहोला, तपाईँलाई अघि भनिसकेँ मैले, फ्री VPN युज नगर्नुहोस्, फेक लिङ्कमा क्लिक नगर्नुहोस्, अघि नै भने 2 फ्याक्टर अथेन्टिकेसन अन राख्नुहोस्। कुनै पनि नचिनेको डिभाइसमा तपाईँको यदि फेसबुक लगइन छ भने लगआउट गर्नुहोस्। यो हेल्पफुल लाग्यो भने लाइक, सेयर, सब्सक्राइब र परिवारहरू साथीहरूसम्म पुर्याइदिनु होला। ह्याक हुनुभन्दा अगाडि सेफ रहनुहोला, यो सेटिङ गर्नु। आजलाई भिडियो यति नै। अर्को नेक्स्ट भिडियोमा नि यस्तै टिप्सहरू लिएर आउनेछु भन्दै आजको यस भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। हस्त, नमस्ते।